कृपया मेरो नाम ब्याङ्क र नाम नबताइदिनु होला। अबका दिनहरूमा ब्याङ्कले सुन धितो राखी कर्जा लगानी गर्दा कति सुरक्षित होला भनी व्हाट्सएपमा प्रश्न सोध्नु भएको छ। एकजनाले चैत्रदेखि अहिलेसम्म 6 पटक सोधिसक्नुभयो। के होला यसको? त उहाँले ठिक छ, अब उहाँले आफ्नो नाम र ब्याङ्क नबताइदिनु भन्नुभएको पनि ठिकै छ, केही फरक परेन। उहाँले धेरैचोटि यो प्रश्नहरू रिपिट गरेको हुनाले हामीले यसको म जवाफ दिन चाहेँ। त ब्याङ्क तथा वित्तीय संस्थाहरूले सुन लगानी गरेर म ठुलो नाफा कमाउँछु भनेर सुनमा मात्रै लगानी गर्नु दुर्भाग्यपूर्ण हुन सक्छ। किन भन्दा भोलिका दिनहरूमा सुन कन्टिन्यू रूपमा बढेर त्यो चाहिँ त्यसबाट ठुलो नाफा हुन्छ भन्ने ग्यारेन्टी दिइन सकिँदैन। त्यसबाट सुनबाट जति नाफा भइरहेको छ त्यो भविष्यमा नहुन सक्छ। अर्को वर्षमा भोलिका दिनहरूमा सुन घट्न पनि सक्छ। त्यसले गर्दाखेरिमा अहिले लगानी गर्नुभएका मित्रहरू ब्याङ्कहरूले यो कुरा अत्यन्तै बुझ्नु आवश्यक छ कि विश्व बजारमा अमेरिका, युरोप, चीन जस्ता ठुला अर्थतन्त्र भएका देशहरूमा को अवस्थाले त्यहाँ चाहिँ भएको डलर कारोबार, डलरले सुनलाई असर गर्ने, डलरमा सुनको कारोबार गर्ने हुँदा यदि उनीहरूले त्यो लगानी, उनीहरूले चाहिँ त्यहाँ लगानीकर्ताले गरेको लगानी सुनमा नगरेर अन्य सेयरहरूमा, अन्य क्षेत्रमा लगानी गर्न थाल्नुभयो भने सुनमा लगानी घट्छ। यसको मतलब के त भन्दाखेरिमा सुनमा लगानी गर्न साथै सुनको चाहिँ कारोबार, सुनमा हुने फाइदालाई पनि असर गर्छ। यसको मतलब के त भन्दाखेरिमा जब मूल्य घट्छ त्यति बेला त्यसको चाहिँ माग बढ्छ। हाम्रो अर्थशास्त्रको नियम हो। जब त्यसको मूल्य बढ्छ, मूल्य बढ्दा के त भन्दाखेरिमा त्यसमा चाहिँ किन्ने मान्छेहरू धेरै मूल्य भएको हुनाले किन्न सक्दैनन्। अर्थात् धेरै मान्छेहरू साझा बसमा चढेर हिँड्छन् किनकि मूल्य सस्तो हुन्छ र थोरै मान्छेहरू के गर्छन् भन्दा धनाढ्य धेरै मूल्य तिरेर ट्याक्सीमा, रिजर्भमा जान्छन्। अर्थात् यसको मतलब के त भन्दाखेरिमा धेरैभन्दा धेरै व्यक्तिहरूले प्रयोग गर्नका लागि त्यो वस्तु सस्तो हुनु पर्यो र बालमती त्यो किनिन्छ। त्यसले गर्दा भोलिका दिनहरूमा ब्याङ्कले सुनमा लगानी गर्दाखेरिमा पनि म त भन्छु 20% हाराहारी मात्रै उसले लगानी गर्यो भने त्यो ब्याङ्कले त्यहाँका कर्मचारीहरूले प्रफिट आर्जन गर्न सक्लान् र कन्टिन्यू रूपमा चाहिँ सुन बढ्दैछ, हामीलाई नाफा हुन्छ, सुन चाहिँ राखेर चाहिँ हामीले धेरै नाफा कमाउँछौँ भन्ने कुराहरूतर्फ लाग्नुभयो भने पक्का पनि उहाँ पनि दुर्भाग्यमा पर्नुहुनेछ र त्यो सुनबाट भोलि उहाँले लगानी गर्नुभएको रकम पनि असुल हुन गाह्रो हुन्छ। किनकि सुनका गरगहनाहरू जस्तै अब नाकमा लगाउने, यस्ता कानहरूमा लगाउने विभिन्न चाहिँ अरू जुन गरगहना बनाइन्छ त्यो गरगहना बनाउँदाखेरिमा जर्ती, त्यस्तै गरेर त्यहाँ ज्यालाहरू जोडिएको हुन्छ। त्यसलाई चाहिँ बेच्नु पर्दा के हो त त्यो जर्ती र ज्यालाको रकम घट्न जान्छ र यदि मूल्य पनि सुनको मूल्य घट्यो, भाउ घट्यो भनेदेखि भोलि त्यो ब्याङ्कले जुन ऋण लगानी गरेर आफ्नो लगानी गरेको हुन्छ त्यो सुन रिजर्भ राखेर त्यो चाहिँ उसको असुली नहुन सक्छ। त्यसले गर्दाखेरिमा ब्याङ्कले पूर्ण रूपमा चाहिँ 100% पूर्ण नाफा गर्छु भनेर लगानी गर्न चाहिँ हुँदैन र केवल 15-20% लगानी गर्दा उसलाई चाहिँ खासै ठुलो क्षति हुँदैन। म यति भन्न चाहेँ। पर्वत घर भएका एकजना मोहन परियार भाइले कतारबाट प्रश्न सोध्नु भएको छ। दाजु नमस्कार, कृपया सुन किन्दा के होला भनेर 3 पटक सोधिसक्नु भयो क्वेसन, यसको उत्तर दिनु होला। हाम्रो कतारबाट प्रश्न सोध्नेलाई धेरै धेरै धन्यवाद। उहाँले सुन किन्दा के होला भन्नुभएको छ। त वास्तवमा सुन किन्नु राम्रो हो। सुन चाहिँ एउटा शुभ गहना पनि हो जसले धरतीलाई अत्यन्त आवश्यक चाहिँ यसले आकर्षण गर्छ। त्यसो भएर सुन म किन्दै नकिन्नुहोस् यसमा भनेर म भन्न सक्दिनँ। सुन त किन्नुहोस्, अहिले महँगो छ र केही समय पछाडि यसको मूल्य घट्ने मेरो आफ्नो अनुमान रहेको छ। त्यसले गर्दाखेरिमा सुन जति किन्नुहुन्छ यहाँले टोटल फुल्ली सुन मात्रै किन्न नकिनेर यहाँले पनि थोरै मात्रामा आफ्नो आम्दानीको केही हिस्सा मात्रै सुन किन्नुहोस्। बाँकी अन्य क्षेत्रमा, घरहरूमा, जग्गाहरूमा लगानी गर्नुभयो भने या अन्य क्षेत्रमा लगानी गर्नुभयो भने त्यसबाट हजुरलाई फाइदै हुनेछ। र यहाँले पुरै लगानीको सुन नै किनेर म फाइदा कमाउँछु भन्ने सोचले प्रश्न सोध्नु भएको हो र सुन किन्न खोज्नुभयो भने त्यसो नगर्नुहोला। यदि सुनको भाउ घट्यो, सुनबाट घाटा भयो भने तपाईँको पुरै नाफाको चाहिँ उद्देश्य फेल खानेछ, यहाँलाई नोक्सान हुनेछ। त्यसैले गर्दा केही मात्रामा मात्रै किन्नुहोस् र बाँकी चाहिँ अन्य क्षेत्रमा पनि लगानी गर्नुहोस् भन्ने म उहाँलाई भन्न चाहन्छु। धन्यवाद।